हेलो गुड मर्निङ नमस्कार सबैजनालाई मेरो मुना पिडियल अलोन युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। आज शनिबारको दिन बिदाको दिन भन्ने बित्तिकै कतै घुम्न जान पाए हुन्थ्यो भन्ने सोच हुन्छ सबैको। हजुरहरूले पनि प्लान गरिराख्नु भएको छ होला, कतै घुम्न जाने अथवा फिल्म हेर्न जाने अथवा कुनै पार्कमा गएर रमाइलो गर्ने भन्ने प्लान छ होला। हाम्रो पनि प्लान छ। आज बाटुलताल भाइरल बाटुलताल भन्ने सुनिरहेको थियौँ। आज हामी बाटुलताल हेर्न जान प्लान बनाएको छौँ। अब साथीहरू मिलेर खानासाना खाएर हामी 2 बजेतिर चाहिँ यहाँबाट निस्किन्छौँ। 2 बजेतिर चाहिँ हजुरहरूलाई यो दृश्य देखाउने नै छु। हजुरहरू पनि रमाइलो गर्नुहोस्, इन्जोय गर्नुहोस्। आज सटरडे शनिबारको दिन रमाइलो गरेर मनाउनुहोस्। यस्तो टन्टलापुर घाम लागेको छ। अब यो घाममा चाहिँ बिहानै यस्तो घाम लागेको छ। अब यो घाममा निस्किनलाई चाहिँ गाह्रै छ, तर घुम्न जाने भनेपछि चाहिँ जस्तो घाम पनि सहन सकिन्छ। हामी यतिखेर 2 बजे निस्किने भनेको, अब ठिक अहिले 4 बजिसकेको छ। 4 बजे भए पनि हामी जाने भनेर सबैजना यहाँ जम्मा भइसकेको छौँ। हाम्रो म्याजिक पनि यहाँ तयार भइसकेको छ। अब हामी निस्किन लागेको छौँ। हामी बाटुलताल जाँदैछौँ। र हामी अब सबैजना यहाँ जम्मा भइसकेको छौँ। अब हामी लाग्न लागिरहेको छौँ। अब यहाँ नानीहरू छ सबैजना, हामी यतिजना तयार भन्छौँ। ल कहाँ लाउनु भएको हजुरहरू? हामी बाटुलताल अनि नानीहरू नि बाटुलताल है। सबैजना यहाँ म्याटहरू लिएर हिँडिरहेको छौँ। अब नानीहरू यहाँ छन्। अब यता चाहिँ अर्को हुन्छ। अब हामी चाहिँ अब जान लागेको छौँ। हामी चाहिँ यो विकास चोकबाट चाहिँ निस्केको छौँ। अब हाम्रो बाटो चाहिँ यस्तो छ। हामी यहाँ ठिक कोकोकोला पछि यो 20,000 ताल जाने बाटोको चाहिँ गेटबाट चाहिँ छिर्दैछौँ बाटुलताल जानको लागि। अब सिधै यो बाटो चाहिँ टाढी जाने बाटो भयो। अब यो गेटबाट चाहिँ हामी बाटुलताल जाँदैछौँ। यो गेटबाट सीतामाई जगतपुर माथि बोर्ड देख्न सक्नुहुन्छ। सीतामाई जगतपुर के भयो 20,000 ताल जाने बाटो, त्यही बाटो हुँदै हामी बाटुलताल जाँदैछौँ। रोटेपिङ दसैँ तिहारमा खेल्ने रोटेपिङ पनि यहाँ रहेछ। 20,000 ताल जाने बाटो हो यो बाटो हुँदै 20,000 ताल पनि भनिन्छ। यतिखेर हामी बाटुलतालको चाहिँ प्रवेश गेटमा आइपुगेको छौँ। यो बाटुलतालको प्रवेश गेट हो। यहाँ चाहिँ टन्न भाइरल नै भइसकेको छ। सबैजना चाहिँ यहाँ हामी यहाँ चाहिँ निस्किने क्रम जारी छ। यहाँ हाम्रो दिदीबहिनीहरू चाहिँ सबैजनाहरू निस्किनुहुन्छ। हाम्रो गेट चाहिँ यहाँबाट जानुपर्ने रहेछ। अब यहाँबाट भित्र छिरेर अब कति हिँड्नुपर्छ हजुरहरूलाई म सबै कुरा देखाउने नै छु। यहाँको वरिपरिको दृश्य चाहिँ यस्तो छ। अब हामी हिँडिरहेको छौँ। बाटो यस्तो छ। यहाँबाट अलिकति भित्र जानुपर्ने रहेछ। अब स्कुलका बस पनि देखिएको छ। स्कुलका नानी बाबुहरूलाई पनि लिएर आउनु भएको रहेछ। हामी यसरी हिँडिरहेको छौँ। अब हाम्रो र कस्तो लागिरहेछ हजुरहरूलाई? एकदम रमाइलो रहेछ। कहाँ हिँड्नु चाहिँ कहाँ हिँड्नु भएको अहिले? हामी बाटुलताल कति बजी हिँड्नु भएको? हिँड्न त है बिहानै आएको हेर्नु। ल मेरो चाहिँ भ्लग छ है, मैले हजुरहरूलाई चाहिँ अरू कस्तो छ? रमाइलो छ। अनि कति बजी आउनुभएको थियो हजुरहरू? ए हो है, रमाइलो भयो। त्यसो भने घाम पनि खानुभयो है? ए केमा आउनुभएको थियो हजुरहरू? म्याजिक रिजर्भ। ल सेम हामी पनि त्यही भयो है। ल हस् त, बाई 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 बाई। यहाँ बाटोमा भेट्नुभएको साथीहरू, टाढीका साथीहरू आउनुभएको रहेछ। अब हामी चाहिँ यसरी गइरहेछौँ। हामी आउनलाई अबेला भयो। यहाँ 2जना नानीहरू नातिना छन्। हामी आउन अबेला भयो। अब अरू फर्किँदै हुनुहुन्छ। हामी चाहिँ नजिकै भएको कारणले चाहिँ आइरहेको छौँ। अहिले हामी यहाँ आइपुगेको छौँ बाटुलताल। अब यहीँ हो, यहाँबाट हेर्दै जाने हो। अब सबैजना यहाँ भिडभाड हुनुहुन्छ। प्रायः मान्छेहरू चाहिँ अबेला भएको कारणले चाहिँ निस्किसक्नु भएको छ। अब हामी चाहिँ ढिलो आयौँ र यतिको हेर्न पाइएको छ। दृश्य यस्तो देखिएको छ। यस्तो बोटिङ पनि भएको छ। यो ताल यस्तो रमाइलो सफा देखिएको छ।
हेर्न सक्नुहुन्छ। उता अर्को बोटिङ पनि सञ्चालन भइरहेको छ। यहाँ हेर्नेको भिड, हामी त ढिलो आछौँ त्यही पनि हेर्नेको भिड नै देखिएको छ। यहाँ सबैजना चाहिँ यही बाटुल ताल हेर्नको लागि आउनुभएको छ। हामी पनि अलि अबेला भयो तर पनि रमाइलो देखेको छ। यहाँनिर चाहिँ एउटा रुख ढलेको रहेछ, अब लच्केको छ। यहाँ चाहिँ सबैजना रमाइलोसँगले चाहिँ खेलिरहेको छन्। बच्चाहरू चाहिँ रमाइलो तरिकाले खेलिरहेको छन्। अब यस्तो छ यहाँको वरिपरिको दृश्य। यहाँनिर चाहिँ यहाँ रुखमा पिङ खेलिरहेको छन्। यस्तो छ, यस्तो तरिकाले कहाँ आउँछ घुमेर, यस्तो रमाइलो तरिकाले यहाँ चाहिँ बच्चाहरू खेलिरहेको छन्। स्कुलको बच्चाहरू चाहिँ छुट्टै रमाइलो छ। यो बेला नै रमाइलोको बेला हो। त्यही भएर यहाँ हामी पनि केटाकेटी बेलामा त यस्तै गर्थ्यौँ। रमाइलो तरिकाले बसेको छन्। यहाँनिर चाहिँ बोर्डिङको बच्चाहरू जस्तो छन्। कुन बोर्डिङको नानु तिमीहरू? कतिखेर आएको त नि? अघि नै आएको हो। रमाइलो छ नि? रमाइलो छ? हामीको दृश्यमा चाहिँ यहाँ सबैजना फोटो सेसन गरिराख्नु भएको छ। स्कुलको बच्चाहरू लिएर चाहिँ टिचरहरू आउनुभएको रहेछ। मुना पिडिएल अलोन युट्युब च्यानल हो। मुना पिडिएल अलोन युट्युब च्यानल हो। त्यसलाई चाहिँ यसो हेर है, तिमीहरूको पनि आउँछ है। केही भन्न छ भ्लगमा? ल भन। अनि अरू कमेन्ट गर्नु गरिदिनु होला। ल ठिकै छ, हस् त। यस्तो भिडभाड छ, माहौल रमाइलो छ। यहाँनिर चाहिँ यस्तो तरिकाको छ। यहाँबाट चाहिँ बोटिङको लागि जानको लागि चाहिँ यहाँबाट जानुपर्ने रहेछ। यहाँ चाहिँ टिकट सिस्टम मात्रै अगाडिबाट काटेर चाहिँ यहाँ चाहिँ क्यु छ। यसपालि अहिले चाहिँ हामीले त्यो बोटिङ गर्न पाएनौँ किनभने प्याक भयो। अब अँधेरो पनि हुन लागिसक्यो, अबेला पनि हुन लागिसकेको छ। त्यही भएर चाहिँ हामीले चाहिँ यहाँ आज पाएनौँ। अब अर्को दिन चाहिँ हामी यहाँ आउनेछौँ। अहिले चाहिँ यहाँ म्याट ओछ्याएर बसिरहेको छौँ। यहाँनिर सबै दिदीबहिनीहरू चाहिँ हामीले चाहिँ आफ्नो यहाँ चटपट बनाउन लागिराख्नु भएको छ। रमाइलो तरिकाले चाहिँ सबैजना हाँसी हाँसी चटपट बनाउनु लाउनुभएको छ। के गर्नु लाउनु भएको हाम्रो दिदीबहिनीहरूले? चटपट बनाएर खान लाउनु भएको हो है। बाटुले तालको पानी है। यहाँ चाहिँ रमाइलो छ। यस्तो छ बाटुले ताल चाहिँ यस्तो छ। यहाँ वरिपरिको दृश्य चाहिँ यस्तो छ, रमाइलो दृश्य छ यहाँनिर चाहिँ। यहाँ हाम्रो चटपट पनि रेडी भइसकेको छ। सबैजना आउँछ। ल यहाँनिर यहाँ मेरो भाग पनि आयो। यो मेरो भाग हो। अब यहाँनिर चाहिँ सबैजनाले चाहिँ खाइराख्नु भएको छ। यहाँ चटपट रेडी गर्नुपर्छ। यहाँ रेडी बनाउने चाहिँ यहाँ हाम्रो दिदी हुनुहुन्छ। दिदी, सानो दिदी, हाम्रो बहिनीहरू छन्। यहाँनिर सबैजना अब चटपट हाम्रो चाहिँ चटपट मेड हामीले नै बनाएको हो। बस्छ नानी यो चटपट एकदम मिठो हुन्छ। हेरौँ न, एकदम मिठो हुन्छ। दिदी कस्तो भयो? यमी भन्छ। नारायण दिदी एकदम मिठो। नानीहरू मिठो हुन्छ। हो है। बाबुलाई पिरो भयो क्या? बाबु यता हेर न, तिमीलाई पिरो भयो हो? यहाँ आउँदा चाहिँ यहाँ 6 बजे 5 बजे निस्किसक्नु पर्ने रहेछ। अब यहाँ अघि त्यस्तो भिडभाड थियो, अहिले यस्तो सुनसान छ। सबैजना निस्किसक्नु भएको छ। 6 बज्न लागेको छ। सबैजना निस्किन सक्नुभएको छ। अब हामी पनि निस्किन लागेको छौँ। यहाँदेखि सुनसान छ। यहाँ चाहिँ निस्किनु भनेर यहाँ चाहिँ गार्ड दाइले भनेर भन्दै हुनुहुन्छ। हामी चाहिँ अब धेरै बस्न पाएनौँ, ढिलो आएको थियौँ। त्यही भएर ढिलो बस्न पाएनौँ। हामी चाहिँ यसरी निस्किँदैछौँ। सुविधाजनक यहाँ आउनलाई पानी तिर्खा लाग्छ सबैजनालाई भनेर चाहिँ यहाँ पानीको व्यवस्था पनि रहेछ, धाराको व्यवस्था पनि रहेछ। यहाँ खानेपानी चापाकल चाहिँ व्यवस्था छ, टोयलेटको पनि व्यवस्था छ, व्यवस्था रहेछ। यहाँ सबैजना सबै व्यवस्था गर्नुभएको रहेछ। यहाँ भाइरल फुल चाहिँ यहाँ अहिले प्राय टिपिसक्नु भएको छ। भाइरल फुलको लागि पनि यहाँनिर चाहिँ देखिएको छ, अलिअलि देखिएको छ, धेरै देखिएको छैन। अब यस्तो रमाइलो दृश्य छ, सुनसान। गर्मी याममा चाहिँ एकदमै शीतल हुँदो रहेछ। यहाँ चाहिँ बाटो चाहिँ यस्तो छ भित्र। अलिकति अबेलासम्म बस्यो भने जङ्गली जनावरको चाहिँ अलिकति डर हुन्छ
भनेर भन्दै हुनुहुन्छ पालु दाइहरूले। हाम्रो अब टिम चाहिँ यहाँ सक्रिय रूपमा आइराख्नु भएको छ। नानीहरू पनि फोटो खिचेर आइरहेका छन्। हामी यहाँ फर्किँदैछौँ। यहाँ सबै गाडीमा अब चढिरहेछन् नानीहरू। अब यहाँ यस्तो छ, यहाँ वरिपरिको टिकट सिस्टम रहेछ। टिकट चाहिँ त्यहाँ काट्ने हो। अब यहाँ चाहिँ यस्तो वरिपरि चाहिँ यस्तो छ। अलिकति हिँडेर अगाडि गएपछि चाहिँ ताल रहेछ, त्यहाँ चाहिँ बोटिङ सोटिङ हुँदो रहेछ। रमाइलो रहेछ। अब यसो शीतल पनि छ, रमाइलो पनि छ। यहाँ हाम्रो चाहिँ म्युजिक छ। अब हामी फर्किन लागेको छौँ, जानु लागेको छौँ। फर्किने हो अब कस्तो लाग्यो त नि आजको के भन्छ फुल के फुल हो यो? अब यो हाइवे रोड आइपुगेको छौँ। ठ्याक्क ठिक अहिले 7 बजेको छ। अब हामी चाहिँ यहाँ घरतिर प्रस्थान गर्नको लागि लागिरहेको छौँ। हाइवे रोडबाट चाहिँ नजिकै छ। यसरी चारैतिर बत्ती बलिरहेको छ। अहिले यतिखेर बेलुकीको 7:30 बजिसकेको छ। हामी बाटोलाल घुमेर घर आइसकेको छौँ। हजुरहरूले यो भिडियो पुरै त हेर्नुभयो होला नि, नहेर्नु भएको भने पुरै हेर्नु होला। लाइक सेयर सब्सक्राइब गर्नु होला। प्रतिक्रियाको लागि हजुरहरूलाई कमेन्ट बक्स पनि खुल्ला छ, कमेन्ट पनि गर्न नभुल्नु होला। सब्सक्राइब गर्दा बेल आइकन पनि दबाउन नभुल्नु होला। हजुरहरूमाझ यो भिडियो यतिकै अन्त गर्दै अर्को भिडियो लिएर उपस्थित हुने नै छु। हस्त नमस्कार, गुड नाइट।